जय नागरिक, आज तपाईहरुको माझमा चाहिँ म नागरिक प्रथम अभियान के हो र यसको के अवधारणा छ, यो जुन हामी पिपुल फर्स्ट भन्छौं, नागरिक प्रथम, पिपुल सुप्रिमेसी, यो के हो र यो कसरी एस्टाब्लिश हुन सक्छ, यो कसरी स्थापित हुन सक्छ भन्ने कुरामा चाहिँ आज हामी प्रकाश पार्छौं। नेपाल एउटा अनन्तसम्म चल्ने खेलमा फँसेको छ, जसलाई चाहिँ करप्सन र डिस्क्रिमिनेसन भन्छ, व्यतिथि र विभेद। नेपालमा एउटा के भ्रम छ कि नेपालमा परिवर्तन आइसकेको छ, यहाँ चाहिँ एउटा इलिट ग्रुप, अभिजात ग्रुप भन्छ त्यसलाई, त्यसले कुर्सी र मुकुट मात्रै साटासाट गर्नु भएको छ। व्यवस्था त परिवर्तन भएको छ तर अवस्था परिवर्तन भएको छैन। विभेद र व्यतिथि अहिले पनि छ र देश अहिले पनि यो भुमरीमा फँसेको छ। भ्रष्टाचारमा सहमति छ, सत्तामा जोसुकै होस्, सरकारमा जोसुकै आयो भने त्यसले केही फरक पर्दैन। सबै मिलिजुली बाँड्ने, खाने, ठुलो बजेटहरू, परियोजनाहरू, सडक, रेलवे, रोड, हवाई अड्डाहरू जुनसुकै ठाउँमा पनि मिलिजुली खाने र सत्तामा जोसुकै भए पनि एक अर्कालाई संरक्षण गर्ने यो खेलमा नेपाल फसिरहेको थियो र आज पनि त्यही छ। अहिले यो नागरिक सरकारले अब के गर्छ हेर्ने लाग्छ। विभेदलाई हतियार बनाएर क्षेत्रीय दलहरू, पहिचानमा आधारित दलहरू चाहिँ एउटा सत्तासम्म, कुर्सीसम्म, पावरमा पुग्ने चाहिँ साँचो बनाउनु भएको छ। आफ्नो आसेपासे, आफ्नो क्याडर, आफ्नो रिलेटिभ, आफ्नो परिवारको मान्छेहरूलाई चाहिँ पावरमा पुर्याउने, कुनै भागभण्डामा चाहिँ सामेल गराउने, व्यवस्थापन गर्ने, जागिर लगाइदिने, ठेकापट्टा दिदिने, यस्ता खेलमा नेपाललाई फसाउनु भएको छ। आम नागरिक, आम जनतालाई चाहिँ व्यवस्था गरेर आफ्नो आसेपासेहरूलाई मात्रै अगाडि बढाउनुहुन्छ र त्यो जुन निमुखा गरिब जनताहरूको चाहिँ जीवनस्तर त्यहीँको त्यहीँ रहन्छ। अबको बाटो के? वाट नेक्स्ट? पहिलो, नागरिक आयोग गठन गर्नुपर्छ र त्यसलाई बिस्तारै चाहिँ जनलोकपालमा परिणत गर्नुपर्छ। मतलब टेम्पोररी नागरिक आयोग र पर्मानेन्ट चाहिँ जनलोकपाल, एउटा बलियो जनलोकपाल बनाएर भ्रष्टाचारलाई नियन्त्रण गर्नुपर्छ र भ्रष्टाचारीहरूलाई कानुनको दायरामा ल्याउनुपर्छ। दोस्रो, दलतन्त्र र नेतातन्त्रलाई समाप्त गरेर नागरिक तन्त्रमा आउनु। यो दलतन्त्रको मतलब यो होइन कि दलीय व्यवस्थाको विरोध गर्ने हो। लोकतन्त्रमा दलीय व्यवस्था चाहिन्छ तर अति दलीयकरण हुनु हुँदैन। शिक्षकदेखि लिएर, स्टुडेन्टदेखि लिएर, तपाईको न्यायपालिकामा, तपाईको सुरक्षा निकायदेखि लिएर हरेक ठाउँमा दलको चाहिँ भागभण्डा लगाएर आफ्नो मान्छेलाई चाहिँ अगाडि पुर्याउने, त्यहाँ चाहिँ भागभण्डा दिने, यो कुरालाई समाप्त गर्नुपर्छ। यो समाप्तिको लागि दल सम्बन्धी ऐन र निर्वाचन सम्बन्धी ऐनहरूमा थुप्रै संशोधन गर्नुपर्ने कुरा छ, जसमध्ये मुख्य कुराहरू चाहिँ दलमा चाहिँ एक व्यक्ति दुई कार्यकाल हुनुपर्छ, खास गरी मुख्य नेतृत्वमा। प्रारम्भिक चुनाव निर्वाचन गराउनुपर्छ, प्राइमरी इलेक्सन्स भन्छ। टिकट चाहिँ माथिबाट जुन बाँडिन्छ त्यस्तो प्रवृत्ति, त्यस्तो विकृतिहरू चाहिँ गर्नु हुँदैन। त्यो चाहिँ एउटा राम्रो वातावरणमा चाहिँ निर्वाचन गराएर टिकट जित्नुपर्छ, त्यस्ता व्यवस्थाहरू गर्नुपर्छ। स्थानीय चुनाव निर्दलीय हुनुपर्छ। तेस्रो, दलित र पिछडिएका वर्गहरूको लागि चाहिँ अन्त्योदय हुनुपर्छ। अन्त्योदय भन्नाले जुन समाजको सबभन्दा अन्तिम श्रेणीमा, अन्तिम तल्लो स्तरको चाहिँ जुन समुदाय छ त्यसलाई चाहिँ जबसम्म त्यसको उदय हुँदैन तबसम्म चाहिँ सर्वोदय हुँदैन, सबैको उदय हुँदैन। जय नागरिक, धन्यवाद।